आज मन्डेको दिन हामी कोरिन फरेस्ट जाँदैछौँ। अब त्यहाँ अलिअलि स्नोफलहरू बनाएको हुन्छ, आर्टिफिसियल स्नो हो। सो हामी त्यहाँ जाने प्लान छ। आज गएर यसो एकछिन घुमेर फर्किने। यहाँदेखि 1 hour 45 minutes जस्तो लाग्छ। सो गएर त एकचोटि गइएछ, रमाइलो भएको थियो त्यहाँ। अब आज पनि निस्किने भनेको त अलि छिटै हो, तर अब यस्तै हो, ढिला भइहाल्छ। अलि 10 बजीतिर निस्किन पाएको भए चाहिँ रमाइलो हुन्थ्यो अझै। अब 11 बजिसक्यो यहीँ ठ्याक्कै, कति भयो 11:07 भयो। अब जाँदा जाँदै 1 बजिहाल्छ। एनिवेज बिच बाटोको हामी भिडियो देखाउँदै गर्छौँ, जाँदै गरौँला रमाइलो गर्दै। म कोरिन भिलेज जानको लागि रेडी छन्। आज जाने भनेको अब 1 बजेतिर पुगिन्छ जस्तो छ। 2-3 घन्टा खेलेर 11 बजिसक्यो, 12, 12:30, 1 बज्छ। पुग्दाखेरि 1 बज्ने भयो यार। यस्तो चालले त कहाँबाट हुन्छ। सरिना अझै रेडी भएको छैन। उसको 15 मिनटभन्दा बढी भइसक्यो बाहिर बसिसकेको, टाइम लाग्यो। अब निस्किने भनेर लागेछौँ। सरनाहरूलाई कुरेको 15 मिनटभन्दा बढी भइसक्यो। 10 मिनटमा आउँछु भनेको मान्छे 15 मिनट भइसक्यो। त्यही पनि साइसुई छैन। फोन गरेर निस्किन लागेको भन्छ, आउँदैन। आजको मौसम चाहिँ एकदम राम्रो छ। घाम मजाले लागिरहेछ। त्यस्तो विन्डी पनि छैन। आज एक दिन डे अफ भएको, लजाम भनेर निस्किनु लागेको। अब यहीँ नै आधा टाइम गइसक्यो। गएर एकछिन घुमेर आउँदाखेरि कति बेला हुन्छ। रेसर दाजु हुनुहुन्छ। रेसर मिसहरू ए म्याडमहरू भन्नुभयो, मिस भन्नु मैले त्यसै मिस्टेक हो गयो। आफूलाई पनि देखायो हुन्छ। दाजुको मलाई यो हेयरस्टाइलै खतरा लाग्यो। हेयरस्टाइल मात्रै होइन, यो टोटल कट लुक राम्रो देखिएछ। बवाल देखेको त्यसै देख्ने त होइन कि मैले तिमीलाई सपनामा यति राम्रो कम्प्लिमेन्ट दिन्छु अनि मैले सपनामा देख्छु नि बेला। कता हो दाजु, कता हो? हामी अहिले रेस्ट एरियामा छौँ। अब बाटोमा पर्छ। यहाँ अब रेस्टुरेन्ट पनि छ, क्याफे पनि थियो तर छैन क्या अहिले त। के हो? छोडेर जाने हो, बन्द रहेछ। म त नजाने। मान्छे भोकाए। घरबाट निस्केको आधा घन्टा भएन, भोकाए यहाँ। अनि यो त लास्टै मिठो हुन्छ क्या, खाइरहनु जस्तो हुन्छ। मलाई नुनीलाई गुलियोको खासै छैन। नुनीलाई यति पऱ्यो भने यहाँ आज अलि भिडसिड रहेछ। फेरि दाल नखाने मिठो हुन्छ यो त प्रसाद हो। यस यहाँ भिडसिड रहेछ, बच्चा बच्ची। म त यो खाइसी रोक्न सक्दिनँ। अब यहाँबाट हामी निस्किन्छौँ। Car-made coffee, not homemade, not. दादाको फेरि लुक्स चेन्ज भएको छ। यहाँ थपिएको छ एडिसनल एसेसरिज थपिएको छ मुखमा। एउटा कालो 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 कालो। चल्ती गाडीमै ड्राइभर चाहिँ बात नगरे। ड्राइभरसँग बात गरेको छैनौँ हामीले, मात्र ड्राइभरको तारिफ गरेछौँ। त्यसमा ड्राइभर मख हुनुपर्ने देखिँदैन, तर पनि मख हुँदै मुसु छुटिरहेछ। मुस्कान ध्यान भड्काउने कोसिस गरिरहेछ। यो केटा कहाँको
गरेको हेर न यो साइड साइडमा आगै लाग्यो जस्तो छ यहाँ एक्सिडेन्ट भएर हो एक्सिडेन्ट पनि भएको त्यहाँ रातिमा भयो क्या त्यो टायरको कति धेरै के फेरि दादा दिनुहोस् के दिने हो भर्खर सुरु भयो रेकर्डिङ है हामी पुग्यो कोरिन फरेस्ट पुग्यो यता यस्तो छ शीतल शीतल छ ठिक छ वेदर यहाँबाट नदेख्यो नि यहाँ चाहिँ छ है त्यहाँनिर हामी आइपुग्यो होइन दाइ म त खेल्दिनँ है आइएम नट प्रिपेयर्ड के कुरालाई हेर्नु हिउँ हिउँ त नै हजुर दाइ यसले बनाउनु माउन्टेन गए जस्तो गर्नुपर्ने छैन भिडियो बनाउनु दाजु हुन्छ यहाँ मोबाइलबाट पनि गर्दै हुन्छ भाइले गरेको चित्त बुझ्न सक्छ हुन्छ यस यस्तो छ यसबाट भन्छ यो 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 यसबाट हो हिउँ पर्ने चाहिँ बनाउनु भन के छ त दादा ए ठिक छ नि यसो क्यामेरा निकालेर यसो फोटो खिच्न पऱ्यो भनेर कहाँ खुट्टामा खिच्दैछौ कि मुखतिर खिच्दैछौ कि भन्नु रेन्टल गर्न पाइन्छ है गाई कति भाइ के गाडी पाइन्छ यहाँ रेन्टलमा Good, thanks. Yeah. So far, so good. Do you have a wristband? Nah. भिडियो त खिच्न मिल्यो है लागेको अवस्था अब हामी यो केही खान्छौँ अनि त्यसपछि अल्पाइन स्लाइड गर्न जान्छौँ हामी माथि होइन गाइस हुँदैन त्यस्तो भइसक्यो बस्ने बित्तिकै त्यस्तो भइसक्यो फोनै चलाउनु हतार हाम्रो खाना आयो खाना आयो यत्तिकै मिठो है टिकटक भन्दैछ टिकटक पिज्जा के हो त खै हेरौँ न खोलाउनु कताबाट खोल्ने हो खै डेन्जरै छ त पिज्जा अघि उता खाइरहेको थियो क्या मसरुमको साटो पाइनएप्पल हाल्दै मसरुम छ भन्थ्यौ त तिमीले एउटाको तिमीले चारवटा भनेको पिज्जा काट्दैछ पिज्जा इज भेरी गुड है यमी आफ्टर पिज्जाको आफ्टर यति निचारिले टिसुमा पैसा उठिदियो त्यो मान्छेले म त टिसु त चाहिन्छ आलुमा
टन्न खाइयो अब स्लाइड खेल्न जाने हो झम्म लाएर मिठो भयो नि सबलाई गाइस एनर्जी आयो नुन खाइरहन्छ कि म त रिनाको लाग्यो ए त्यो राम्रो छ ल गाइस यति राम्रो बाटो बनाइदिएछन् यी घाँसबाट हिँड्ने जुत्ता बचाउनलाई मान्छेहरू अल्पाइन स्लाइड खेल्ने हो अब अल्पाइन स्लाइडमा अलिक टाढै छ नि फेरि मलाई चाहिँ यसको टिकट पनि हो जस्तो लाग्छ होइन यहीँ लिने हो माथि लिने हो कि कसो हो अब यताबाट यसरी जानुपर्छ ट्रेकिङ जानु लाग्थ्यो भयो यति हिँडेको थिएन भन्न मेरो जुत्ता खतम भएको थियो त्यहाँबाट यति आएको सेफे भयो फ्लाइटको हामीले टिकट लियो चारजनालाई म्याडमले झुकेर पहिला 2जनाको मात्र गराएर यसको म त 4जनाको कसरी 60 भयो भन्छु ए होइन 30 per person लास्ट सेसन चल्दै सकिन लाग्छ अरे अब हाफ एन आवर गर्ने त्यही हो अनि त्यसपछि लाग्ने कफी खाने अनि त्यसपछि जाने गाडीमा छ कफी चट्ट खाइन्छ अनि लागिन्छ यो पनि लास्ट सेसन चलिरहेको छ कि यो पनि यहाँको पनि स्नोको 3 o'clock क्लोज लाग्यो गाइज अल्पाइन स्लाइडमा हामी अब अरू पछाडि छन् सरिना आउँदैछ मेरो पछाडि हामी जान्छौँ अब मासतिरसम्म आफै हिँड्छ जस्ट रिल्याक्स पछाडि बस्ने भन्ने थियो चलाएर बस्यो चल्यो सरिना आउँदैछ सरिना टाढा छ आउँदैछ त्यसपछि सीता त्यसपछि बिमो स्पिडमा जानुपर्छ गाइस स्पिडमा पोकेटको सामानहरू जति सबै राम्रोसँग मसला बस्नु पऱ्यो अझै बाँकी सेल्फी खिच्दैछु म सेल्फी यहाँ पनि खिचिदिनु पऱ्यो मेमो लास्टमा छ मेमो हामी अब गोजोनमा पुग्न लाग्यो गोजोनमा आउन लाग्यो Gozen आइपुग्यो push now the lever all the way forward Keep coming. okay alright thanks pa अब यहाँबाट हामी लड्किँदै जाने हो म अलि धेरै अगाडि आएँ जस्तो लाग्यो आउँदैछ सरिना आउँदैछ सीता पनि आउँदैछ बिमा आउँदैछ होइन होला यहीँ आइपुगेको पुरै तानी हुन्छ
सो 100 सरी न म 100 मिटर पुगेपछि बल्ल तिमी आउने ऊ त्यहाँ छ नि 100 मिटर है किन ढाड दुखेको कस्तो ढाड दुखेको उहाँ छ नि 100 मिटर होइन होला यहीँ लिएर आएको के ठोकाउँदिन के तपाईलाई ठोकाएन के ओके आइ एम गोइङ गाइस से या केटाकेटीहरू त देखिँदैन नि त कहीँ पनि यहाँ हराए ब्रेक जोनहरू देखिरहेको छ ब्रेक जोनमा रोक्नुपर्छ ब्रेक जोन ब्रेक हान्ने अलिकति यहाँनिर पुगेपछि चाहिँ धकाल्नु पर्छ आफूले एक राउन्ड सक्यो अब सेकेन्ड राउन्ड सेकेन्ड राउन्डको तल माथि पुग्नु लागिसकेँ गोजोनमा पछाडि त कोही देखिँदैन कोही आधा बाटो हिँडेछन् बल्ल अचम्म छ मेरो पछाडि सरिना अझै आइपुगे होइन भनेपछि कस्तो स्लो गरे होला नि त केटाहरूले कति डराएर यो बस्ने चाहिँ साह्रै रहेछ कि साह्रै यो कस्तो नमिल्ने रहेछ यो होचो भएर होला आफू मान्छे है हाइट छैन नि त त्यो भएर होला अब बोराहरूको उहाँ माथि राखेर पनि यहाँ राखेर पनि खुट्टा यस्तो खुम्चिन्छ है आफ्नो यहाँ आएको चाहिँ पदार्थ त्यहाँसम्म पनि पुगेको छैन फेरि अनि फेरि ब्यागको पछाडि सपोर्ट छैन कि यसमा एजुकेन्सी है सपोर्टै छैन ढाड दुखिसक्यो ल मेरो सेकेन्ड गो आयो है अब Oh yeah, amazing drive, bro. Thanks, bro. I have lost my mates. Oh, you lost something? No, I lost my mates. They are still not there. Oh yeah. I think they're like halfway. Yeah. They are like going so slow. I think they are catching up with you. Yeah.
They're making the traffic jam in here. मेरो अगाडि एकजना छन् उनीहरू 100 मिटर्स भनेर देखेछ त्यहाँ पुगिसकेपछि बल्ल म चाहिँ यहाँबाट जान मिल्छ यो उनीहरू गयो जस्ट have to stop here है अनि त्यहाँ 25 मा पुग्यो उनीहरू 50 75 and 100 let's go yeah. कति मिनट लाग्यो अघि पुग्नलाई तर अझै एक राउन्ड गर्न पुग्छ कि मेरो पछाडि कोही छैन कोही माखो छैन माखो छैन मेरो छिटो गयो त्यति हान्न पाइन्छ क्या आफ्नो केटाहरूले बुझिखाइरहेछ म त आइसकेँ है म त आइसकेँ अझै करमे हुन्छ जस्तो लाग्यो हाफ एन आवरको हो ल यिनीहरू त उत्रिसकेछ एक राउन्डमा वाट द हेल यिनीहरू त उत्रिसकेछन् किन यस्तो तालले नि हुन्छ त है Okay. No. They've made it work for them. Yeah, you can see them coming down. मेन्टेन गर ब्रेक अब झर्ने हो अब एक लास्ट जानु स्लो 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 यो लिएर जानु दाइले भनेको कुद्दै जाने रे कल गरे दाइ आउँछ Yeah. If you do catch up with him, you're just going to make sure you live on the big gap, okay? Yeah. Alright. All good to go nice and quickly? Yep. यसरी माथि चढेर जाने रहेछ ढाडु भएर अनि आउने बेलामा चाहिँ धेरै चिप्लिँदै आउने हो अब हामी
I just want to change hand. Yeah, keep going, my friend. Keep going. Don't stop. Oh, this slide is was nice. हाम्रो अल्पाइन फ्लाइट सक्यो है अल्पाइन फ्लाइट सक्यो हाम्रो भाउजूलाई चाँडो भएर भाउजू तल गर्नु नभनिन्छु मैले देखेँ थिएँ सुस्तरी हिँडेँ कति राम्रो यो रहेछ फ्याक्ट्री पानी खेलेर कोही लडेर कोही स्लो गरेर आइपुगे होइन कोही फेरि स्लाइड गर्दा गर्दै निधाएर होइन अहिले यसो अब हामी जान लाग्यौँ फर्किन लाग्यौँ यहाँबाट अब हामी क्यानबेरा जान्छौँ अनि अहिले हामी चाहिँ क्लास पिक्सल कोरियन फरेस्टबाट निस्किँदैछौँ अल्पाइन स्लाइड खेलेर भ्याएर अब हामी चाहिँ चक्कास जान पाएछौँ एकछिन चिसो पनि भयो फ्रेस पनि भयो होइन लास्ट टाइम फ्रेस हुनुभयो कि निदाउनु भयो यो चाहिँ हल्का नोटिस भयो के को इन्डियन पसल पनि थियो नि के को पसल के गर्नु पर्यो त नि इन्डियन पसलमा केही सामान किन्नु पर्यो होला होइन अब टाइम छ भनेर ल किन्नु नि खोइ त प्यान्ट छ त प्यान्ट लगाइरहनु लगाइरहेको छु दाइको चाहिँ अब किन्नेवाला चाहिँ हेर्ने किन्नेवाला भेट्नु पर्यो नि साइज भेट्नु पर्यो कि पहिला अरू कुन साइज हो भन्नु होला 32 हो लेन्थ यत्रो लामो भयो कि मलाई के खाने बिरयानी दम के बिरयानी हो भेज दम बिरयानी खाऊ यही खाएर पुगेँ यार पेटै ढन्न भइसक्यो पापडी चाट चक्कामा खाइयो यस्तो खाइयो कि गुलियो भएर मलाई वाक्क आउला जस्तो भएछ वाक्क आउला जस्तो भएछ मलाई धेरै गुलियो धेरै नै गुलियो चाहिँ पनि
अब सायद म आउँदिनँ होला यहाँ खानु भनेर चाहिँ मिठाई चाहिँ लिन आउन सकिन्छ होइन जेरी सेरी यताउता पाउँदो रहेछ तर नट इटिङ खाएर पान खानुहुन्छ त्यही पुरै यहाँ अब बिरयानी बनाउने चिकन ललिपप बनाउने चना मसाला चक्ली की भात किमा कोफ्ता कुन्ना पसन्दा मसाला पाया पानीपुरी मसाला पालक पनिर पिलाउ बिरयानी सब यहाँ मसलाहरू पाउँदो रहेछ किन हुने चिकन मसला सब सपिङ भइरहेको यहाँ मान्छेहरूको कडा सपिङ भइरहेको घर जानु पर्दैन जस्तो छ यिनीहरूलाई ल एनिवेज गाइस अब चाहिँ यो भ्लगको चाहिँ यो एन्डिङ नै होला जस्तो छ अब यहाँबाट सिधै घर गइन्छ घर गएर घुत्रुको सुत्ने हो सी यू एभ्रीबडी बाई बाई किन अब भयो प्याकिङ सपिङ पनि भयो होइन घुमा पनि भयो ल के छ हजुर रिभ्यू आजको रिभ्यू गुलियो चक्कामा खान्छ घर जान मन लाग्यो हजुरलाई कस्तो लाग्यो दिन मुटु दुख्ने एकदम राम्रो रमाइलो हजुर आजको दिन दिन एकदम गजब भाइ गजब कहाँ नाकैमा छिराउने हो होइन नि दाजु तपाईँलाई भन न यस्तो रमाइलो भयो आज बिहान निस्किनु अलिकति छिटो निस्किया भयो अझै मजा आउँथ्यो 3-4 राउन्ड खेल्न पाइन्थ्यो त्यो अगाडि भिडियोमा हेरिसक्नु होला त्यो अझै 3-4 राउन्ड खेल्न पाइन्थ्यो हाम्रो दाजु ढ्याक्क पार्किङ गर्नुभयो होइन यही हो वासस्थान गइहाल्यो